नमस्ते सबैमा। आज चाहिँ म खोटाङको यात्राको तयारी गर्दैछु र अहिले हामी छौँ यहाँ उदयपुर गाईघाटमा। गाईघाटको यो फोरमगाछी भन्दा पनि माथि यो बाबरी भन्छ जग्गा पुल्नेर फुलिरहेको छ हो गुरु। यो अहिले फुल्ने सिजन हो नि त हजुर। यो औषधिको रूपमा फुल्ने चाहिँ हेर्नु न मनोकामना। हामी चाहिँ पोखरे हेर्दा चाहिँ पोखरे हो। खोटाङको यात्रा तय गर्दाखेरि हामी पोखरे भन्ने ठाउँमा उदयपुर जिल्लाको होइन त हजुर रौतामाई गाउँपालिका वडा नम्बर 5 मा चाहिँ ठ्याक्कै आएर खाना खानको लागि बिछाउँदै गर्दा यतातिर चाहिँ हाम्रो बोसेसा भन्छ सुँगुर काटिराख्नु भएको छ। यो गाउँले परिवेशमा यस्तै हुन्छ हजुर। यो पातपात हाल्ने काम हजुर पातमा एकदम अर्ग्यानिक रूपमा गाउँको यसरी नै सेउलामा काटिन्छ है। मासु यसरी सेउलामा काटिन्छ गाउँमा चाहिँ हजुरहरू। यहाँले देख्न सक्नुहुन्छ यो चाहिँ हामी गाउँमा चाहिँ सेउलामा राखिन्छ। यो बोसेसा भन्छ हाम्रो चाहिँ। को बोसेसा चाहिँ आज यहाँ गाउँमा काटिराख्नु भएको छ। यो कुनै चुनावी माहौलमा भोजको लागि होइन। यो चाहिँ विशुद्ध हामीले गाउँमा खानको लागि चाहिँ काटिएको हो। र यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ जगर। यो जगर चाहिँ यसबाट चाहिँ ब्रुसहरू बनाउँछ भन्ने चलन छ। यो जगर यहाँनिर हेर्दाखेरि हुन्छ यो जगर हो। अनि यो कति केजी होला आज हाम्रो यो मासु चाहिँ हजुरहरू? 18 धार्ने 18 धार्ने हो। 75 किलो 75 भनेपछि झन्डै 20 धार्ने 20 धार्ने 25 60 किलो 25 धार्ने 25 या 75 हजुर। र विशेष गरी चाहिँ आज मैले मेरो पुरानो दाइ हाम्रो कलाकारिता क्षेत्रबाट चिन्जानु भएको हाम्रो दाइ एकदम आदरणीय दाइ नकुल दाइलाई भेटेको छु। खुसी पनि लाग्यो कि दाइको गाउँ चाहिँ यो पारी रहेछ र दाइको स्थानीय यो क्षेत्रको दाइ हुनुहुन्छ। र उहाँ चाहिँ कलाकारितामा एकदम फुटबल अब उहाँले चाहिँ एउटा नायुमा डान्स एकाडेमी खोल्नु भएको थियो गाईघाटमा दाइ हजुर। अनि त्यस पछाडि त्यस्ताका त्योभन्दा पछि चाहिँ हाम्रो भेट भएन दाइ। तर मैले दाइलाई पनि हजुरलाई सम्झिरहन्थेँ। अनि हाम्रो सर्कलको मान्छेहरू भेट्दै गर्दाखेरि चाहिँ जस मैले सम्झिरहन्थेँ दाइलाई पनि। र आज होइन यो लकिली दाइसँग भेट भएर एकदम खुसी छु दाइ। र अब समय मिल्यो भनेदेखि दाइको घर पनि अहिले हजुरलाई म देखाउँछु पारिपट्टि। त्यो पारीको हो त्यो जगारी नै हुन् पारीको है। तपाईँहरूको जग्गा त ठाउँ त राम्रो रहेछ दाइ। तर यो चाहिँ ठिकै छ किन भन्दाखेरि मजाले बसेको रहेछ। यो उब्जनी पनि हुने ठाउँ है दाइ। यहाँ चाहिँ कहाँ यो कुलो चाहिँ कहाँबाट ल्याउँछ दाइ? यो यही खोलाको हो। त्यो त माथिबाट आएको त सिसाइ हजुर। यो वारीको वारी नि भयो पारीको पारी नि प्लटमा। अनि बिचबाट खोला बगेको छ। यसैको दोभानलाई चाहिँ छरछरे भन्ने पनि गरिन्थ्यो उहिले। तल यहाँदेखि छरछरे होइन छरछरे नामाकरण गरिन्थ्यो। अनि साबीको चाहिँ पहिलेको चाहिँ यो के अरे आफ्टर गाविस हो। वडा नम्बर 3 थियो। पछिबाट अब चाहिँ यसलाई फेरि नयाँ संरचनाको पूर्णता दिन चाहिँ वडा नम्बर 5 बनाइयो। ए वडा नम्बर 5 हो दाइ। यो चाहिँ उमा पऱ्यो रौतामाई होइन दाइ? रौतामाईको वडा नम्बर 5 हजुर। अनि यहाँ माथि रौतामाई छ नि हामी जहाँ चाहिँ यो चाहिँ कस्तो छ नि वस्तुगत इतिहास बुझ्दाखेरि यो पोखरी थियो अरे। हजुर। यो रौता पोखरी चाहिँ यहाँ बस्थ्यो। हजुर। यहाँ चाहिँ पोखरी थान त्यहाँ भयो। हजुर। सकले पहिलेको पृष्ठभूमि हेर्दाखेरि चाहिँ सकले दमीलाई चाहिँ दिनको पाथीमा हजुर दाइ अकबा राई कि के जाति राई भन्छ नाम मलाई थाहा भएन। त्यो भनेको थियो म बिर्सेँ। उसले चाहिँ यहाँ खोलेर काठमाडौँको उपत्यका खोले चाहिँ नि हजुर। यो पोखरीलाई खोलेर मन्दिरले काटे जस्तै है। सेम त्यस्तै काटेर बस्ती बसालेको अनि खेत बिराएको। उनीहरूको चाहिँ अहिलेसम्म निसन्तानै छ भन्छ होइन। अनि यो सरापित भएर उनीहरू निसन्तान। अनि यो गएर सुके पोखरी माथि भन्छ त्यो एक रात बास बसेको भन्छ। त्यो एक रात बास बसेर माथि सरेकोलाई चाहिँ अनि त्यसलाई चाहिँ अहिले रौता पोखरी भन्छ। रौता पोखरी माथि गएर है। रौता पोखरीको पृष्ठभूमि चाहिँ यहाँबाट जन्म भएको। ए हजुर हजुर। यहाँ पहिले रौता पोखरी रौता पोखरी त एकदमै चिसो छ। तपाईँको चाहिँ पर्यटकहरूको लागि पनि एकदमै आकर्षितको केन्द्र होइन दाइ? उदयपुर जिल्लामा पर्छ है दाइ। लगभग पर्यटन प्रबन्धनको लागि एउटा रमणीय ठाउँ बनेको छ। र स्थलगत तिनी भनिन्छ। अब दाइ समय मिलाएर म दाजुभाइ एक दिन यो ठाउँको भिजिट गर्नेछु है त दाइ? हस् दाइ।